कांग्रेस एमाले माओवादी जति पनि दलहरूले पार्टी सरकार चलाए के तिनीहरू विदेशीको इशाराबाट चलाए होइन र? उनीहरू विदेशी होइनन्। अहिले जुन अवस्था सिर्जना भयो उनीहरूको कारण होइन, त्यही विदेशीको आदेशमा चलेर निर्देशमा चलेर यो देश चलाएर सरकार चलाएर सबै कुरा भरमाभुस नेपालको गरेर भएको होइन। यो जेन्जिल हो। आज आएको यो के भन्छ आपतकालीन अवस्थामा बनेको सरकारले हरेक। तर यो सरकार त आइएनजिओको सरकार हो भन्ने छ अहिले त। विभिन्न आइएनजिओहरूको सरकार हो। यो जनताबाट म्यान्डेट लिएकै होइन नि, जनताले जिताएर पठाएको हो र? नवराजी यति ठुलो भरममा मान्छेलाई पार्ने काम नगरौँ। एनजिओ कसले खोल्या हो? एमाले काङ्ग्रेसले खोल्या होइन। अर्बौं खरबौंको चाहिँ पैसाहरू एनजिओको नाममा भित्रिएर चाहिँ यिनका नेता कार्यकर्ताले खोलेर चाहिँ जनताले भरममा पारेर चाहिँ देश बर्बाद गरे होइन। आज देख्नु भएको छ एनजिओको सरकार चलेको छ र विदेशीको। आज 7 सालदेखि 70-80 वर्षमा उनीहरूले एनजिओले चलाएको देश होइन र? तर अहिले त चर्चा भयो फ्री टिबेटियनहरूको कुरा छ, यहाँ अमेरिकन युथ काउन्सिलको कुरा छ यहाँ है, अमेरिकनहरू भन्ने छ। अरे बाबा, युथ काउन्सिल होस् कि जेसुकै काउन्सिल हो, अहिले सामाजिक सञ्जालको नाममा युट्युबको नाममा दुनियाँदारीको नाममा यो सबै चाहिँ तपाईँको के भन्छ यो सबै एनजिओको अर्को रूप हो। बुझ्नुभयो नि? यो यही एमाले काङ्ग्रेसले भित्र ल्याएको देशभित्र हो। बुझ्नुभयो? आजको युग अनुसार यिनीहरूले खेलोमेलो गरेको छ। बुझ्नुभयो नि? यो आजको जेन्जी पुस्ता यसको परिवर्तन चाहेको हो। बुझ्नुभयो नि? आजको युवालाई आजको तर आज जेन्जीहरूको रगत र जेन्जीहरूको बलिदानलाई चाहिँ विदेशीहरूको इसारामा गरिएको चाहिँ चलखेलो भनियो नि त, अपमूल्यन भयो नि त। अब होइन यस्तो छ, अब यही कुरा गरेर यिनीहरूले दबाउनु खोज्दैछ, त्यही भएर मुठभेड हुन्छ, दुर्घटना हुन्छ होइन। यो आरोप हो, आरोप। बुझ्नुभयो नि? पुस्तौदेखि चलाउँदै आएको उनीहरूले त्यो कुरा नदेख्ने, आफू दोषी नदेख्ने, अरूले चोख्याउने लाज लाग्दैन यस्तो कुरा बोल्नेहरूले, यत्रो दिन नदेख्नेहरूले। आज चाहिँ आजको अपरिपक्व होइन, अलिकति चाहिँ केही परिवर्तन खोज्ने त आजको काँचो दिमाग युवाहरूलाई चाहिँ त्यसरी आरोप लगाएर हुन्छ। त्यसले तिनीहरूलाई भ्रमित गरेर हुन्छ, तिनीहरूलाई ह्युमलाइजेसन पैदा गरेर हुन्छ। उनीहरूले ऊर्जा दिनुपर्छ, हामी गर्छौँ भनेर अझै पनि सचेत छैन यिनीहरू। तर विभिन्न समूहको चाहिँ घुसपेटले चाहिँ आगजनी भयो, तोडफोड भयो, लुटपाट भयो, तपाईँले देख्नु भएन? अहिले हेर्नु त भिडियोहरू। नवराजजी, आजसम्मको जति पनि आन्दोलन भयो, क्रान्ति भयो, विद्रोह भयो, कुन आन्दोलन र क्रान्तिमा संसारमा घुसपेट भएको छैन? के नापे तौले जस्तो हुन्छ र आन्दोलन विद्रोह? यो जेन्जी आन्दोलन मात्रै भएको हो र घुसपेट? यो समग्रताको उपस्थिति हुन्छ क्या त्यो आन्दोलन भनेको। बुझ्नुभयो नि? होइन, मान्छेलाई भ्रमित गरेर यो घुसपेट भयो, दुनियाँदारी भयो। आन्दोलन भनेकै घुसपेट हुन्छ। आन्दोलन भनेकै तहगत रूपमा वितृष्णा थियो, सबैको उपस्थितिले भएको हो नि त यो। तर छानी नेताका घर, छानी प्रहरीमाथि अट्याक, छानी चाहिँ देशलाई बर्बादी गरियो, देशैभरि एकैचोटि आगो लाग्ने काम त इम्पोसिबल हो भन्छ नि मान्छेहरू। होइन बर्बादी गर्यो कि 7 सालदेखि अहिलेसम्म बर्बादी गर्नेहरूलाई त्यस्तो दुर्दशा भयो होइन। इतिहासमा कहिले नभएको होइन दुर्घटना यिनीहरूले गर्दा भएको हो। बुझ्नुभयो? 10 वर्षको जनयुद्धले पनि यति क्षति बेर्नु परेको थिएन। 7 साल 46 सालको आन्दोलनमा पनि यति भौतिक संरचना विध्वंस भएको थिएन। अझै पनि तै पनि यिनीहरू सचेत छैन। यसलाई खासमा चाहिँ आजको युग होइन, आजको चाहिँ युवाहरूको युवा विद्रोह, सहरिया विद्रोह भन्छ कि यो खासमा विद्रोह हो। यो कुनै राजनीतिक काङ्ग्रेस एमाले जस्तो राजनीतिक उद्देश्यका लागि भएको आन्दोलन विद्रोह होइन। बुझ्नुभयो नि? यो चाहिँ निस्वार्थपूर्वक स्वच्छ भावनाले गरिएको भएको चाहिँ विद्रोह हो। बुझ्नुभयो? त्यही भएर यसले आरोप लगाउँदैछ। कमानभिन हुन्छ नि त यस्ता विद्रोहहरू, स्वस्फूर्त हुन्छ नि त। त्यही भएर यी दलहरू, यी नेताहरू, यी तहगत चाहिँ शासकहरूले आरोप लगाइरहेको छ। तर आजसम्म यिनीहरूले गरेको ध्वंस विध्वंस केही पनि होइन। तर आज जेन्जीले गरेको चाहिँ सबै कुरा हो। त्यो वातावरण कसले सिर्जना गर्यो? उनीहरूले गरे होइन। दोषी त जसले वातावरण सिर्जना गर्यो त्यो हो नि त। तर प्रचार त अहिले यस्तो बनाउन खोजिँदैछ कि घुसपेट भयो, सब डिजाइनमा भयो, प्री प्लानमा भयो, देशलाई ध्वस्त गर्नका निम्ति विदेशी डिजाइनमा गरिएको आन्दोलन हो। यो यावत कुराहरू चाहिँ आरोप लागिरहेको छ नि त अहिले होइन? होइन, एकदम फेरि यही कुरा छ क्या नवराजी। काङ्ग्रेसले चाहिँ भारतले उचालेर काङ्ग्रेस पार्टी खोलेर आन्दोलन गरे होइन। कम्युनिस्टहरूको प्लानमा चाहिँ अनि एमाले माओवादीलाई यहाँ क्रान्ति र आन्दोलन गरे होइन, भड्काएर भयो होइन। त्यस्तै हो नि आन्दोलन भनेको। जसको पनि विचार दृष्टिकोणमा हुन्छ। मैले के बुझ्छु भनेदेखि यहाँ गर्ने को
हामीले त्यसलाई राम्रो गर्न यस्तो नहोस् गर्नलाई सावधानी अपनाउने हो, देशलाई त्यो दिशामा लानु हो। खालि आरोप प्रत्यारोप लगाएर हुन्छ, खालि यो देश त्यो देश यो प्रभाव दुनियादारी भनेर हुँदैन क्या, बुझ्नुभयो नि। तर अहिले आरोप प्रत्यारोपमा उत्रिसकेपछि अहिले देख्नुभयो टिओबीको कुरा आएको छ, त्यसपछि गएर बालेन शाह र सुदन गुरुङमाथि चाहिँ मुद्दाका कुराहरू आएका छन्। ओली र लेखकमाथि यदि काउन्टर गर्यो भने त्यसका बदलामा बालेनको भूमिका कस्तो देख्नुभयो त जेनजी आन्दोलनमा? होइन यस्तो छ, अब उहाँ त अहिले पछिल्लो चरण एकदम सख्त भइसकेको छ नि, हेर्नुभयो भने उसले भित्री रूपमा चाहिँ आफ्नो रोल खेल्ने तर बाहिर नदेखिने, यो पनि कतै न कतै जेनजीहरूलाई धोका हो होइन। उसले 6 महिनाको लागि भए पनि आजको पुस्ताको लिडरसिप गरिदियो भए त्योभन्दा ठुलो काम केही हुने थिएन, तर ऊ पनि पन्छियो होइन, व्यवहारिसै बनाइदियो यो घाइते पाङ र यो शहीदको रगतलाई, बुझ्नुभयो। जे आशा गरेका थियो उनीबाट, तर 6 महिनामा परिणाम दिने होइन नि त। त्यसो भए त 5 वर्ष चाहिन्छ, 6 महिनामा के गर्न सक्थ्यो ल भन्नु त? बालेनले बुद्धि पुर्याएको भन्छु म त। यदि सकेन भने अहिले जेल हाल्दियो, कांग्रेस एमाले माओवादी मिलेर संसद पुनर्स्थापना भयो, जेल हालिदिन्छ। सुन्नुहोस्, यो जासुस यो के हो भनेदेखि के हो भने नवराजी, यो जासुस मान्छेहरूले गर्ने काम हो, क्रियाकलाप हो। आपत परेको बेलामा 6 महिनाको लागि आजको पुस्ताको लिडर बनिदिएको भए, आजको घाइते शहीद परिवारको चाहिँ जेलै गएर बसिदिएको भए त्योभन्दा ठुलो चाहिँ काम केही हुने थिएन। उसले जे कुरा देख्यो आफ्नो निज स्वार्थको लागि देखियो, बुझ्नुभयो। के स्वार्थ बालेन शाहको ल भन्नुहोस् त? खै पद प्रधानमन्त्री जस्तो पद आउँदा त त्यागिदिनु भयो भने त्यस्तो त्यागी नेता हो नि उहाँ त। त्याग्नु भएर उहाँ भाग्नु भयो नि, अघि तपाईँले नै भन्नुभयो नि कि जेल बस्नु पर्थ्यो, सारा मरे टाउकोमा हाल दिन्थ्यो होइन, असन्तुष्टि थियो, परिणाम दिनु पर्थ्यो, परिणाम दिन सक्ने अवस्था थिएन, असहजको परिस्थितिमा काम गर्न सकेन भने भोलि सबले थुक्छन् नि बालेनलाई। त्यो त बुद्धि पुर्याएको हो। अरे त्यस्तो कहाँ हुन्छ, बुद्धि पुर्याएको होइन नि, त्यो त यही हो क्या, गलत हाम्रो यो विश्लेषण हो होइन। हामीले के बुझ्नुपर्छ भनेदेखि यत्रो ठुलो आपतमा आश गरेको बेलामा उसले लिडरसिप गरेको भने उसले नि इतिहासमा अर्कै ढङ्गले चाहिँ उसको नाम दर्ज हुन्थ्यो, बुझ्नुभयो नि। व्यवहारिसै बनाउने हो र होइन, व्यवहारिसै बनाएर आजको कुन दुर्दशा हो जेनजी आन्दोलनको, जेनजी युवाहरू के दुर्दशा भइरहेछ हेर्नुहोस् त तपाईँको। त्यो अवस्थामा कसैले सास दिन सकेन भनेदेखि त्यो धोखादारी भएको हो क्या, त्यो गद्दारी हो त्यो, बुझ्नुभयो। तर मान्छेहरूले के भन्थ्यो होला भने आगोको मुस्लोमा चाहिँ देश खरानी पारेर चाहिँ पदका लागि, स्वार्थका लागि, प्रधानमन्त्रीका लागि देशलाई चाहिँ यसरी खरानी बनायो भनेर आरोप पनि लाग्थ्यो नि त। स्वार्थ रहेछ, एउटा सेल्फिस रहेछ, पदका लागि मरिहत्या गर्ने, यो आरोपबाट त बालेन बचे भन्छु के म त अहिले। होइन बच्यो होइन, त भाग्यो के त्यसो भए बालेन शाह भनेको भगौडा हो। तर उहाँले पर्दा पछाडिबाट प्रधानमन्त्री, गृहमन्त्री, यी मन्त्रीहरू बनाउनु त फेरि बालेन शाह हो नि त। फेरि कसरी भाग्नुभयो त? यस्तो भनी अब के हो भने उसँग नै आश गरेको थियो युवाहरूले, देशले उसले जो मान्छेले पठायो त्योसँग आश गरे हो नि त। त्यो त स्वार्थ हो नि त। एकातिर स्वार्थको हिसाबले चाहिँ आफ्नो मान्छे पठायो, दोस्रोसँग अपेक्षाको हिसाबले ऊ भाग्यो नि त, रन मैदानबाट भाग्यो नि त। यस्तो आपतमा 6 महिना मात्रै ठेक दिएको भए बालेन शाहले भने चिज अर्कै हुन्थ्यो नि त। अब अवसरवादी हो, पदका लागि मरिहत्या गर्ने, देश जलाएर आफू प्रधानमन्त्री बन्यो भन्ने यी आरोपबाट बच्न हो कि के हो? अब रणनीति के हो उहाँले जान्ने कुरा हो। अब आगामी चुनावको तपाईँले कुरा गर्दै हुनुहुन्छ, एमाले के भन्यो हिजो भने सचिवालयको बैठक मार्फत संसद पुनर्स्थापना र आन्दोलनमा जाने हो हामी, अब हामी अर्को विकल्प छैन, चुनावमा हामी जाँदैनौँ भनिसक्यो। चुनावको विकल्प तपाईँले चुनावको कुरा गरिरहँदा कांग्रेसले पनि चुनाव रोजेन, एमाले पनि चुनाव रोजेन भने यो देशमा को माइकालालले चुनाव गर्न सक्छ? यस्तो छ, अब के हो भनेदेखि यो सरकार जुन आपतकालीन सरकार हो, विशेष रूपले बनेको सरकार हो होइन, यही एमाले कांग्रेसले बनाएको सरकार हो होइन र? उहाँहरूले नै भनिराख्नु भएको छ कि हाम्रै सिफारिसमा यो सरकार बनेको हो र संविधान जोगाएको होइन त। जब उहाँहरूले यो सरकार बनाएको छ, उहाँहरूले नै यो चुनावी म्यान्डेट लिएर आउनु भएको छ भनेदेखि अब ऊ आन्दोलन जान्छ अथवा संसद पुनर्स्थापनातिर लाग्छ भनेदेखि त फेरि यिनीहरूको त गलत नियत, यिनीहरूले फेरि कतै न कतै छ आफ्नो स्टर्न होइन गर्न खोजिया देखिहालिन्छ नि। मान्छे मूर्ख छ र, अब बुझ्दैन। सायद उहाँले समयको गति बुझ्नु भयो कि भएन, एमाले जान्ने विषय हो। नेतृत्व चाहिँ कांग्रेस एमाले माओवादीको प्रचण्ड, ओली र देउवाले सन्यास लिनुपर्छ भन्ने आवाज उठ्यो, उहाँहरूका विरुद्ध पनि आक्रोश थियो। यो आवेग हो, यो एक किसिमको मान्छेहरूमा उम्लिएको छ, यो एउटा रिस थियो होला या जे थियो।
तर अहिले पनि उहाँहरू चाहिँ बरु सत्ता नछोड्ने, कुर्सी नछोड्ने, बरु चाहिँ यसलाई कसरी हुन्छ ह्यान्डल आफ्नो हातमा चाहिँ लिने भन्ने परिस्थितिमा देउबा ओली प्रचण्ड पनि महाधिवेशनमा, एमाले पनि मङ्सिरमा, माओवादीले पनि, अब कङ्ग्रेसले पनि सम्भवतः लाग्छ महाधिवेशनमा जाने। उहाँहरू त छोड्ने पक्षमा त हुनुहुन्न त। के भन्छ नि, बाघले घाँस खाँदैन के, बुझ्नुभयो नि, मर्ने बेलासम्म त्यो मासु नै खोज्छ, त्यस्तै हो क्या। यिनीहरू जबसम्म यिनीहरूको अन्त हुँदैन तबसम्म के देखिन्छ भने यी सत्ता र कुर्सी यो सरकार नै चाहिने रहेछ। यिनीहरूको जुन एक्टिभिटी देखा छ नि, अब हेर्नुहोस्, अब दोस्रो तेस्रो चरणको यदि आन्दोलन भयो, जेनजी विद्रोह भयो भने नि नवराजजी हेरिराख्नुहोस्, अब यिनीहरूको त भौतिक संरचना, घरहरू, सम्पत्तिहरू जल्यो नि, अब यिनीहरू जल्नेवाला छ, यिनीहरूलाई जलाउनेवाला छ। यो त धेरै ठुलो खबरदारी छ। जेनजी आन्दोलन युवाहरूले यति राम्रो काम गरिदियो कि ल तिमीहरू अझै खबरदारी गरिदियो हो क्या तपाईँहरूको। तर केपी शर्मा ओली र महेश बस्नेतले भन्नुभयो यिनका बाउको दम छ र हाहा र हुमा आएको सरकार होइन यो, यसको के हैसियत छ र भन्ने भन्नुभयो नि उहाँहरूले। अनि किन गएर गुन्डुमा गएर लुकेर बसेको छ त, आओस् न काठमाडौँभित्र आओ, भइहाल्यो नि। किन त्यो सेक्रेटरी लिएर घुम्दै हिँडेको छ, राति चाहिँ ड्युटी गर्छ, पुरै चाहिँ गुन्डाहरू ल्याएर, होइन र? आउनु पर्यो नि त हिम्मत छ भनेदेखि। भाग्ने हो अनि त्यसपछि कसको बाउ हो भने यस्ता लज्जास्पद नीच काम गर्ने हो, अभिव्यक्ति दिने हो, स्वीकार्नु पर्यो न। सर अब जेनजी सरकार बन्यो, नागरिक सरकार बन्यो, सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्छ, गृहमन्त्री ओम प्रकाश अर्याल हुनुहुन्छ, अरू लगायतका नेताहरू यसमा हुनुहुन्छ। सरकारको अहिले पहिलो टार्गेट माओवादी केन्द्र पर्यो। माओवादी केन्द्रका शक्तिविहीन नेता कृष्णबहादुर महरा र नन्दकिशोर पुन पासाङलाई जेल हाल्ने तयारी भयो। के भन्नुहुन्छ त भाइ? प्रचण्डको बारेमा पनि चर्चा गरौँ। प्रचण्डको 2 ट्रक पैसाको कुरा पनि अहिले बजारमा चर्चा छ, के हो खास? अहिले धमिलो अवस्थामा जसले जे बोले पनि हुन्छ, बुझ्नुभयो नि। त्यो बोल्ने मान्छेले पनि के बोलेको छ, 2 करोड रुपियाँ दुईवटा ट्रकमा लगाएको छ मैले देखाएको छु, त्यस्तो फन्टुस कुरा गर्ने हो र? तथ्यहीन कुरा गर्ने हो? कसैलाई कसैको आरोप लगाउनु हुँदैन, होइन? 2 करोड रुपियाँ को लागि चाहिँ दुईवटा ट्रक चाहिन्छ, तपाईँलाई थाहा छैन? अनि त्यो मिडियामा बोल्ने पनि त्यसलाई ट्रोल हानिरहेछ, हेर्नुहोस् त। यस्तो पनि हुन्छ। त्यो एकदम यो धमिलो अवस्थामा जसले पनि आफ्नो वर्चस्व। तर प्रहरीको पूर्व विशिष्ट व्यक्ति हो नि, अनुसन्धानको पोक्त व्यक्तित्व, मेरो इन्टेलिजेन्सले त्यही भन्छ भन्ने भन्नुभयो नि त उहाँले। यही प्रहरीले गर्दाखेरि अहिलेको प्रहरीलाई दुर्दशा भोग्नु परेछ। यस्तै प्रहरी प्रतिनिधिले गर्दा आजको प्रहरीले दुःख भोग्नु परेछ, आजको पुस्ताको प्रहरी। त्यसो भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरबाट 2 ट्रक पैसा निकालिएको होइन? मैले के भनेको छु भने पैसा मात्रै होइन, ट्रकमा अरू सामान पनि थियो होला, ट्रक निस्क्यो होला नि, के ठुलो कुरो भयो र भने कि त्यो चाहिँ मान्न सकिन्छ हो। मैले भन्न खोजेँ त्यही हो, जस्तो 2 ट्रकमा पैसा मात्रै गएन, सामान गयो होला, उहाँले आफ्ना सामानलाई सुरक्षित गर्नु होला, या केही चिज लिएर गयो होला, कबाड लियो होला, सोफा लियो होला, या के लियो त, तर ट्रक त गयो भन्ने कुरा आयो भने अनुसन्धान त हुनु पर्यो भन्ने हो क्या। ठिक छ नवराजजी, तपाईँले पनि हेर्नु भएको छैन, मैले पनि हेरेको छैन, कसैले भनिदिएको भरमा हामी हचुवा भरमा कुद्ने वाला छैन। हुन सक्छ नि, यत्रो पैसा जल्यो, देवा घरमा जल्यो, यत्रो अकुत सम्पत्ति, कालो धन, सामान्य नागरिकले कति जेलमा त्यो कारणले चाहिँ जेलभित्र छ। तर यस्ता मान्छेहरू त हेर्नु त अचम्म होइन त, भिडियोहरूमा देख्यो, हेर्नुहोस् त प्रचण्डको घरमा पैसा भेटियो भनेको छ। यत्रो कांग्रेसको घरमा चाहिँ अन्डरग्राउन्डिङ ट्याङ्की बनाएर हेर्नुहोस् त, बालुवा राखेर अकुत सम्पत्ति, कालो धन्दा, हेर्नु त देश कहाँ पुर्याइसकेका रहेछन्। अनि अघि भन्नुहुन्थ्यो तपाईँले, हेर्नुहोस् त, अब विचार गर्नुहोस् न, कसले बिगार्यो यो जेनजी आन्दोलन? कसले गरायो? त्यही एमाले कांग्रेस यिनीहरूले त गराएको यो जेनजी आन्दोलन होइन र? मेन दोषी यिनीहरू। अब नेताहरूलाई डर छ, हेर्नु, संसद पुनर्स्थापना भएन, अहिले जेनजी सरकार एक्सनमा उत्रेको छ, भ्रष्टलाई फाइल खोल्न सुरु गरिसक्नुभयो अख्तियार अख्तियारले, र अहिले जसरी चाहिँ एकपछि अर्को गरी सिआइबी पनि एक्सनमा उत्रिसक्यो, मनोजजी अहिले अगाडि बढिसक्नुभयो। अब मलाई बताउनुहोस् त्यसो भए यो सरकारलाई ढाल्नेका निम्ति चाहिँ मेजर दलहरूको तयारी पनि देखिन्छ, किनभने नेताहरूलाई डर छ यो सरकार ढालेन भने उहाँहरू त जाने त फेरि त्यही नखुर र दिल्ली बजार कारागार त होला नि, के हो, के देख्नुहुन्छ तपाईँ? होइन, उहाँहरू त सचिने छाँटकाटमै छैन, यसमा ढुकै हुनुहोस्। यिनीहरू अब के छ भनेदेखि यिनीहरू यो सरकारले पनि प्रतिशोध देखिरहेको छ, विगतमा पनि यिनीहरू प्रतिशोध नै गरेका थिए। अब अलिकति पनि सरकारले केही काम, यो ऐन कानुन संविधान त पुरानै छ, अलिकति पनि त्यसलाई टेकेर जान बित्तिकै प्रतिशोध देखिहालिन्छ र त्यही बाटो भएर जानुपर्ने हुन्छ क्या। किनभनेदेखि जब जेनजी आन्दोलन भयो नि, आजसम्मको इतिहासमा जति पनि आन्दोलन विद्रोह भयो संविधान खारिजबाटै भएको छ। इतिहासमा यो जेनजी आन्दोलन मात्रै यस्तो आन्दोलन हो जसले संविधानलाई लोकतन्त्र जोगाइदियो र खबरदारी गरिदियो, तिमीहरू राम्रो गर है, नभए योभन्दा राम्रो हुनेवाला छ। तर पनि यिनीहरू सावधान र सचेत छैन। त्यो हुँदाखेरि
यो के देखिन्छ यिनीहरूको गतिविधिलाई नेता काङ्ग्रेस एमालेको भने नि बरु त जेएनजी आन्दोलन र संविधान खारिज गरिदिएर अहिलेको लोकतन्त्र संहिता जे जति छ मूलमनमा राखेर नयाँ संविधान पुनर्लेखन अथवा चाहिँ संशोधन गरेर यिनीहरू कमान्ड गरेको त हुने रहेछ नि त बेकारमा छोडेछ नि त अहिले फिल हुँदै होला क्या त्यो भाइहरूलाई हेर्नुहोस् है बुझ्नुभयो नि आखिर इतिहास कस्तो राम्रो ढङ्गले यिनीहरूले खबरदारी गरेर छ अब उसलाई जेल हाल्ने रे होइन सरकारको अगाडि चुनौती छ जेएनजीको एजेन्डा भनेको भ्रष्टाचारको फाइल खोल्ने र जेल हाल्ने नै हो सबै जान्छ हेर्दै जानुस् अहिले गर्छै गर्दैन यो सरकारले नत्र त छोड्नुपर्छ फेरि यो सरकारले पनि सुन्नु जेएनजी एकदम हेर्नुहोस् अहिले जेएनजीको नाममा चाहिँ फेक कुराहरू पनि भइरहेछ धेरै ठाउँमा हेर्नुभयो भने पुरै फेक क्या गलत सिग्नेचर गर्ने गलत कुरा बोलिदिने धेरै कुराहरू पनि भइरहेछ त्यो हुँदाखेरि यिनीहरूलाई कतै न कतै यिनीहरूको उपलब्धिमाथि चाहिँ हस्तक्षेप गर्ने कतै न कतै चाहिँ के भइरहेछ भने अहिलेको सरकार जेएनजीको सरकार भनेको छ त्यही जेएनजी भित्रै रहेका मन्त्रीहरूले भन्छ हामी जेएनजीको सरकार हो तर जेएनजीको मूल मर्मलाई नै यिनीहरूले लट्याइदिन खोजिरहेछ त्यो हुँदाखेरि उनीहरूलाई पनि छोड्नेवाला छैन जेएनजीले हेर्दै जानुहोस् तपाईँ हेर्दै जानुहोस् यिनीहरूलाई पनि छोड्नेवाला छैन यो दलहरूले होइन यो जेएनजीले नै तह लगाइदिनेवाला छ त्यो हुँदाखेरि जति पनि काङ्ग्रेस एमाले भित्रका भ्रष्ट नेताहरू छ यिनीहरूको जति पनि छ भने यो माओवादीबाट होइन उनीहरूबाट पनि सुरु हुनेवाला छ सबैले बाँकी राखेर हेर्नुहोस् जति पनि फाइलहरू छ पेन्डिङ भएको बुझ्नुभयो नि अब के हुन्छ त सर तपाईँलाई के लाग्छ जसरी अब माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नछोड्ने कुरा गर्नुभयो काङ्ग्रेसमा चाहिँ राम्रोबाट सुन्नुहोस् नवराजी अहिले भू राजनीतिक जटिलता विभिन्न कुराहरू छ देशभित्र बुझ्नुभयो नि त्यो हुँदाखेरि अहिलेको राम्रो कुरा के हो भनेदेखि चुनाव सबैभन्दा उत्तम हो त्यो जेएनजी पुस्ताले पनि त्यो स्वीकारेको छ होइन र अहिलेको बिचमा जति पनि यो घटनाहरू भएको छ उच्च स्तरीय छानबिन आयोग र जति पनि व्यथिति भ्रष्टाचारका कुराहरू छ यो घटना कुराहरू छ यसले कसरी लिने कसरी लाने अझै सहमतिमा गरौँ र चुनावमा जाउँ तिमीहरू होइन अब काङ्ग्रेस एमाले चाहिँ नयाँ पुस्ताले जिम्मा देऊ उनीहरूको पनि त्यो देखिन्छ क्या भित्री रूपमा अब तिमीहरूबाट चलेन अब हाम्रो पुस्ताबाट किनभने काङ्ग्रेस एमाले माओवादी बनाउन त जेएनजीले हो कसले बनायो पहिला चाहिँ युवाहरूले बनायो युवाहरूले आन्दोलन गरेर यिनीहरू नेता त भएको हो नि त्यतिखेर यिनीहरू पनि जेएनजी उमेर समूहकै थिएन होइन र होइन त्यो हुँदाखेरि जेएनजीले त्यही एमाले काङ्ग्रेस जेएनजी भनौँ न ले बनाएको आज त्यही जेएनजीको मर्म चाहिँ बुझ्न सकिने छैन भनेदेखि त्यो त उनीहरूको वर्ग उत्थान हो नि त उनीहरूको वर्ग सोच चिन्तन सब उत्थान भइसक्यो तर विदेशी प्रभाव बढ्न थाल्यो विदेशीको चङ्गुलमा देश जान थाल्यो देश सङ्कटमा जान थाल्यो अब काङ्ग्रेस एमाले माओवादी एक ठाउँमा उभिनु पर्छ र संसद पुनर्स्थापना भइदियो भने नि यस्तो छ के हो भनेदेखि बर्बाद त यिनीहरूले गरेको छ फेरि पनि भन्छु यो अरूलाई देखाएर आफू चाहिँ पन्छिने काम गरेर म बचाउँछु भनेर काङ्ग्रेस एमाले त्यसरी चाहिँ ढाक नलगाए हुन्छ क्या बुझ्नुभयो नि अब जनताले बुझिसकेका छ फेरि पनि भरम छेर्ने काम गर्नु हुँदैन भन्नु भएको छ त विदेशी प्रभाव बढ्यो अमेरिकी प्रभाव बढ्यो त्यसैको डिजाइनमा चाहिँ देश खरानी बनाउने देशलाई चाहिँ अब कोल्याप्स गर्ने देशलाई बर्बादी गर्ने लोकतन्त्र संविधान सब ध्वस्त हुन थाल्यो अब हामी एक हुनुपर्छ भने काङ्ग्रेस एमाले माओवादी मिल्यो भने नि भन्न खोजेको मैले सुन के भन्छ नवराजी देशमा ऐन कानुन नीति कसले बनाउँदै आयो परिवर्तन गर्यो यही एमाले काङ्ग्रेस होइन आज जेएनजीले गरे हो र नियम ऐन कानुन बनाएर विदेशी प्रभाव बनाइदिया हो र उनीहरूले नीति बनाएर भित्रिआएको होइन र विगतमा कसरी जेएनजीलाई दोष लगाइरहेछ अचम्म भइरहेछ क्या स्वीकार्नु मलाई त के लाग्छ कन्क्लुजनमा भने सर यो जेएनजीको रगत जुन बग्यो यो खेर जानेछ अन्ततको त जेएनजी माथि नै सबै दोषारोपण हुँदैछ र जेएनजीहरूको बलिदानको मलाई लाग्छ यो मूल्य खेर जान्छ जस्तो लाग्छ है मलाई यो जेएनजीहरूको सम्भावना सुन्नुहोस् अब यो पोइन्टमा चाहिँ म सहमत हुन्छु किनभनेदेखि आजसम्म जति पनि नेपालमा आन्दोलन विद्रोह क्रान्तिहरू भए होइन 2007 सालदेखि जेएनजी आन्दोलनसम्म कुरा गर्दैछु सबै अधुरा अपुरा र धोकामा परिणत भएको छ यसैको एउटा स्वरूप चाहिँ जेएनजी हुनेवाला छ त्यो हुँदाखेरि किन भन्दाखेरि यहाँ भू राजनीतिक जटिलताहरू छ विश्व राजनीतिक परिवेश अलग ठाउँमा छ प्रभावमा छ त्यो एउटाले दोष लगाएर हुँदैन जुन दिन नेपालमा 1950 को सन्धि भयो होइन त्यो हाम्रो के भन्छ मन शमशेरको पला त्यतिखेर त्रिभुवन थियो र बिपीले त्यतिखेर चाहिँ आन्दोलन गरेर मुक्ति सेना गठन गरेर त्यतिखेरदेखिकै नै गद्दारी धोका त्यहाँदेखिको हेर्नु हो भनेदेखि हरेक आन्दोलन र विद्रोहहरू अधुरा अपुरामा टुङ्गिएको छ बुझ्नुभयो नि त केही न केही ठुलो हाम्रो अभिभावकहरूले विगतमा ठुलो कमजोरी गरेको छ देश चलाउने हाम्रो अभिभावकहरूले
जसको परिणाम आजसम्म हुँदै गएको छ र भोलि जेनजी मात्रै होइन भोलिको दिनमा पनि यदि अर्को आन्दोलन विद्रोह हुन्छ भने थोरै चाहिँ चुच्च चाहिँ उपलब्धि देखिन धेरै चाहिँ घुम्ने हुन्छ। थ्याङ्क यू सर समय दिनुभयो धन्यवाद। धन्यवाद। राजेश विद्रोही हुनुहुन्थ्यो संवादमा राजनीतिक विश्लेषक, उहाँसँग संवाद गरे। म पनि बिदा हुन्छु, नमस्कार।